साथीहरु दर्शन नमस्ते सबैजना सन्चै हुनुहुन्छ र हामी पनि सन्चै छौं। आज चाहिँ एकदम घाम छ, तातो घाम लागेको छ। आज चाहिँ हामी घुम्न आएको थियौं विद्याको घरमा। विद्या चाहिँ पसल गएको रहेछ, अब आउँदैछ। हामी चाहिँ यता फेरि अमेरिकनवाला घर हेर्न आएको के। आफ्ना घर चाहिँ छैन, अमेरिकनवालाको घर देखाउन आएको, जस भाइरल होला भनेर। र फाइनली आज चाहिँ यो भेट भएको छ मसँग रबिना एन्ड ललिता सँगै पढेको। हामी चाहिँ सायद 8 क्लासमा नै आएको होला। ऊ 8, 9, 10 अनि 11 पढेको। 11 मा सुइकिहालेँ। ऊ चाहिँ 12 ब्याचलर फर्स्ट इयर के पढ्यो त्यो भएर थाहा भएन। बिहे पनि गर्दिने कोही हुनुहुन्छ भने चाहिँ सम्पर्क राख्नु होला। यति राम्रो म यहाँलाई लिन के भन्न चाहन्छस् त? त्यही भनेको केही हुन्न, एउटा मजाक हो नि त। के भन्न चाहन्छस् त? मैले त्यस्तो केही भन्नु छैन। खुसी लाग्यो अब धेरै वर्ष पछाडि भेट हुन पाइयो है, स्कुल फ्रेन्डसँग, कलेज फ्रेन्डसँग। अनि त्यही हो। गाउँ पनि एउटै हो फेरि, टाढा होइन। हजुर, माथि र तल 10 मिनेटको फरक छ। अब चाहिँ एकछिन पछि चाहिँ हामी च्यालेन्ज गर्दैछौँ। सायद केसको हुन्छ त्यो थाहा होइन, फिक्स छैन। यदि भएछ भने चाहिँ म भिडियो अपलोड गराइहाल्छु। र यतातिरको धानहरू यति हरियाली छ नि। अन्त चाहिँ बारिसले पानीले सब भिगाइदिइसक्यो। यता चाहिँ काटेको रहेनछ, एकदम राम्रो छ धानहरू। अनि यो चाहिँ हाम्रो साथीको घर हो, यो पनि सँगै पढेको साथीको घर हो। त्यसो घर नाम पनि भन्दैन भन्दै के नाम? अनि अनि पछि फेरि माथिको चाहिँ रिमाको छ है। अलि माथि चाहिँ रिमाकोमा गएनौँ हामी। रिमा त्यहाँ कोही छैन। रिमा त जापानतिर चाहिँ। रिमा तँलाई धेरै सम्झेको छौँ। आई मिस यु भन्न चाहन्छु। के भन्छस् रिमालाई? रिमाको गाउँतिर। अनि बिमला त पनि छैनस्। तेरो मेरो भेट अस्ति भइहाल्यो। बिचरीलाई अस्ति नबोलाएर घाँटो लागेको छ गरे। तँलाई पनि धेरै सम्झेको छु। तँलाई पनि धेरै सम्झेको छु बिमला। अब यस्तै त नि परदेशी जिन्दगी, बिहा भएको जिन्दगी यस्तै त हो नि सबैको। अनि बिमला, रिमा, सब रिता फेरि मलाई छुट्टै बोल्ने कि फेरि सब भन्न चाहन्छु। ल बाई। अहिले चाहिँ फेरि म बनाउँछु। हस्।